यसलाई तोडिदियो सिसात होइन यो दिल मेरो किन यसलाई टुक्राइदियो ओहो कसको गीत यस्तो किन र राम्रो लाग्यो क्या म त फेरि जुन गीत गाए नि दामी गाइदिन्छु नि त बा राम्रो रहेछ है मेरो रेडियोमा नि हाल्दै हात तेरिका यो रेडियो होइन कि रेडियो होइन आइपोड हो आइपोड कति भन्ने तपाईँलाई जति भन्ने नि रेडियो रेडियो अनि एज ब्यान्डको गीत हो नि फेरि यो सुन्नु भएको छ होला नि नाम त ल धेरै नभन् भयो त्यहाँ नबिर्सिकन हाल्दै त्यो उसमा रेडियोमा हात तेरिका बिर्सिन्न क्या बा अस्ति तपाईँले गाली गरेर त बिर्सेको नि अनि बा यो अर्को हप्ता क्या न्यु इयर इभको पार्टी छ क्या म जान्छु नि है ओहो के अरे के अरे के अरे के अरे कहाँको पार्टी कस्तो पार्टी कुन पार्टी तपाईँ पनि राख्नु न क्वेसनमा क्वेसन सोधेर यो वर्षको अन्तिम पार्टी हो क्या सबैजना जान्छ मेरो साथीहरू दिदी दाई बहिनी भाइ मैया सबैजना जाँदैछ मलाई नै जान दिन्न कस्तो डाइरेक्टली जान पाउँदैन भनिदिनुहुन्छ तपाईँ यस्तो होपमा तपाईँलाई क्वेसन सोध्न आइरहेको छु भने तपाईँ त पर्दैन जानु अस्ति किन दिनदिनै मलाई पैसा माग्दो रहेछ खाजा खाने भनेर भनेको त है त्यही पार्टीको टिकट किन्न लाए पो रहेछ है गएर त जानु पर्दैन पार्टी खुरुक्क घरमै बस्ने बुझिस् बानी यो बेला नगएर कहिले जाने त यो बेला गए भयो यसो सोल्टिनी भेटिन्छ भोलि पर्सि सोल्टिनी बिहा गरिन्छ तपाईँको नाक पनि ढ्वाङ्ग फुल्लिन्छ होइन आफ्नै जात बिहा गरेर मेरो छोरोले भन्दै अब नगएपछि त अब कहाँ अब घरमै गुम्सेर बसेपछि त कसले हेर्छ कोहीले हेर्दैन नि यो जमाना चेन्ज भइसकेको छ तपाईँले पनि मलाई पुरा गफ हान्नुहुन्थ्यो त पहिला यसो गाउँ हुँदाखेरि मेला लाग्थ्यो अरे अनि त्यसपछि मेलामा तपाईँ जानुहुन्थ्यो अरे अनि थुप्रै तरुनी सोल्टिनीहरू भेट्नुहुन्थ्यो अरे त्यस्तै त हो नि अहिले मेला लाग्दैन अहिले पार्टी हुन्छ त्यही भएर जान दिन्न छिटो ओहो है कुरा गर्न त खुब आउँछ तँलाई त्यो जसरी कुरा गर्न आउँछ नि त्यसरी पढ्न त्यसरी काम गर्न आए पो हुन्छ लाटा अनि के त्यो पार्टी तँलाई जानै पर्छ नगए नि हुन्न यी घरमै त्यत्रो फुपूहरू मामाहरू आउँदैछन् त त्यत्रो घरमै मिठो मिठो पकाएको हुन्छ तँ के घरको त नखाएर तँलाई बाहिरकै खानुपर्छ अनि के अरे पार्टी गरेपछि तेरो बिहा हुन्छ अरे इस हुन्छ बिहा हेर केटा त्यो 2 दिनको पिरोतीले तेरो जिन्दगी बन्दैन त्यही भएर घरै बस पार्टी नजा त्यत्रो मामाको छोरी फुपूको छोरीहरू आउला छन् त घरमै 2टा हातमा लड्डु सम्झी त यहाँ दिमाग चला त अलिकति आयतरीको त्यो मामाको छोरी फुपूको छोरीहरू पनि त्यही पार्टी जान लाग्छन् के यही न्यु इयर इभमा त्यही भएर त जान लाग्यो नि तपाईँ पनि बुझ्नु सुझ्नु छैन तिनीहरू पनि मेरै उमेरको त नि तिनीहरूले बुझ्छन् नि मैले भनेको कुरा त तपाईँ भन्दा नि राम्रोसित ओहो है तेरिका यो आजकलको केटाहरू पार्टीकै चिन्ता छ त्यसरी आफ्नो पढाइमा चिन्ता भएको भए त कहाँ खान्थ्यो र आलु जाँचमा ल जान्नमा कसको फोन आयो फेरि हेलो एज ब्यान अरे कहिले आउँछ अरे चाँडै कस्तो चाँडै मतलब ए हो र ए ल थ्याङ्क्स है ल ओ बा अघि तपाईँलाई त एज ब्यान्ड मन परेको होइन एउटा यस्तो डिल गरौँ न होइन यो तपाईँलाई म एज ब्यान्डको कन्सर्टमा लग्छु होइन मलाई यो पार्टी जान दिनु त प्लिज 2 हात जोडी भन्छु प्लिज पर्खी मलाई सोच्न दे ल यसपालिलाई जान दिन्छु है
तर यो तेरो अन्तिम पार्टी हो, बुझिस्? अन्तिम, यो वर्षको अन्तिम, तेरो पनि अन्तिम, बुझिस् कि बुझेनस्? त्यहाँ पार्टी गरेर चाँडै फर्किने। यसो यसो गर्न थालिस् भने खान्छस् मजाले। के अरे 5 औलाको दाम गालामा नि खान्छस्, कता कता खान्छस् मलाई थाहा छैन। त्यहाँ चिन्तै नगर्नु न, त्यस्तो त गर्नै गर्दैन नि, आइहाल्छ नि चाँडै फर्केर। अनि एज ब्यान्डको कन्सर्ट नभुल्ने। त्यहाँ भुलिस् भने तँलाई अब सुत, 12 बजिसक्यो यार, सुत्नु छ। ल ल अब सुत्छु। के भनिस् रे?